हेलो फ्रेन्ड्स, सबैलाई नमस्कार। र म चाहिँ आइसकेको छु बारी अस्तिको जग्गा। ग्लोभ्स लगाएर पनि अलिकति त गोडगाड पनि भइहालेको छ। अस्ति चाहिँ मैले कम्प्लिट गर्नु सकिनँ किनकि पानी परेको थियो। 2 दिन 3 दिन सिधै पानी पर्यो। त्यही भएर आज चाहिँ हल्का घाम लागिरहेको छ। यस्तोमा चाहिँ सजिलो पनि हुन्छ काम गर्नु। त्यो भएर फेरि आइसकेको छु म बारी। बारीमा चाहिँ तपाईँहरूले देखिसक्नु भएको छ के छ। मेरो त ज्यादातर क्यामेलिया हुन्छ। ज्यादातरै मेरो क्यामेलिया हुन्छ। क्यामेलिया गोड्नु चाहिँ अलिकति अप्ठ्यारो पर्छ। सानो पोटको राखेर देखाइदिन्छु। यस्तो यस्तो भएको हुन्छ। हेर्नुहोस् हो, यस्तोलाई सबैलाई हटाइदिनुपर्छ। यस्तोहरू निकालिदिनुपर्छ। ग्रोथ राम्रो हुन्छ। कसैमा चाहिँ एउटै छैन हो, कसैमा चाहिँ एउटा तान्दा लहरा तान्दा परै गज्रिन्छ भनेको जस्तो के। एउटा तान्दा माकुराहरू हेर्नुहोस्। जबसम्म त्यसलाई चलाउँदैन तबसम्म चिल्दैन। तपाईँहरू चाहिँ के गर्नु हुँदैछ बिहानै? आजकल त बिहान उठेर काम त होइन, सबैभन्दा फेसबुकमा मर्निङको पोस्ट के गर्नु, त्यस्तो मात्रै पो सोचाइ हुन्छ हौ। तपाईँहरूको चाहिँ के हुन्छ सोचाइ? मेरो त्यस्तो पो हुन्छ आजकल त। मर्निङको पोस्ट के गर्नु, मर्निङ पोस्ट गरिसक्यो आफ्टरनुनको के गर्नु हो, आफ्टरनुन गरिसक्यो ला इभिनिङमा के गर्नु, बल्ल बल्ल इभिनिङको जुगाड हुन्छ ला नाइटमा के गर्नु। कोही बेला त नभ्याएर टक्क लेखेर मात्रै है गुड नाइट गुड मर्निङ लेखेर मात्रै पोस्ट गर्नुपर्छ। त्यस्तो हतार हुन्छ। अहिले फिलहाल 1-2 दिनको रेस्ट भइरहेको छ ड्युटी। त्यो भएर चाहिँ पाइरहेको छु अलिअलि भिडियो बनाउनु पनि। फेरि ड्युटी सुरु भएर त त्यही हो, गुड मर्निङ पनि लेखेर, गुड आफ्टरनुन पनि लेखेर, गुड नाइट पनि गुड इभिनिङ पनि लेखेर पो हुन्छ पोस्ट। तपाईँहरूले चाहिँ के गर्दैछ यसो कमेन्टमा लेखिदिनुहोस्। हामी पनि काम गर्दैछौँ भनेर। हुन्छ, आजको ब्लगमा यति नै। तपाईँहरूलाई यो जो एकपल्ट मैले लाइभ आएर कटिङ प्रोसेस देखाएको थिएँ, त्यो कटिङ चाहिँ यत्रो भइसकेको छ। त्यो कटिङ चाहिँ यत्रो ग्रोथ भइसकेको छ। यो चाहिँ फेब्रुअरीमा गरेको कटिङ। फेब्रुअरी, मार्च, अप्रिल, मेमा पट भएको। मे, जुन हेर्नुहोस् कति बढेको छ। किनकि जुन र जुलाई चाहिँ एकदमै प्लान्ट ग्रोथ हुने सिजन हो। एकदमै दबाई बिनै ग्रोथ हुने सिजन हो। म